पहिला बिहानभरिको काम त्यही पानीको लागि दौडेर हिँड्नु पर्थ्यो। अनि पानी त्यो आइदियो, अब जुन टाइम त्यहाँ पानीमा बिताउँथ्यो त्यो टाइममा अहिले बच्चाहरूलाई खानापिना खुवाएर स्कुल जानुलाई त्यति खेतीपाती गर्दा त्यतिकै समय पाइरहेछ। जस्तै अब पहिला त्यही पानीको लागि दौडेर हिँड्थ्यो भने अहिले त्यो समयमा सबै काम घरको सबै बच्चालाई खाना पकाएर खुवाएर स्कुल पठाएर पनि घरको काम सबै भ्याउने अवस्था छ। तपाईले यो धारा पाउनु भएको पानी खान थाल्नु भएको कति भयो? 2 वर्ष नालाई खोलाको पानी पाइप गरेर ल्याएको थियो। अनि त्यही धकाला धकेली गरेर थाप्न पर्थ्यो कि कहाँ यही पर थियो अलि। अनि त्यो के भयो त्यो पानी? त्यो पानी सुक्यो। पहिले के तपाईँको स्वास्थ्यमा स्वास्थ्य तपाईँको शरीर बिरामी त्यस्तो हुन्थ्यो कि हुन्थेन? खोलाहरू लाग्ने त्यस्तो भयो। अहिले भएको छैन? छैन। धेरै सुविधा छ नि, खानको लागि, बस्नको लागि, नुहाइधुवाइ गर्नको लागि। कति आपत पर्थ्यो, एक गागी पानीले धान्न पर्थ्यो। अहिले त जति खेलाइ नि छैन।